सो हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु है। त्यहाँ के गर्नु पर्ने हुन्छ त्यो सबै गर्नु होला। राम्रो कन्टेन्ट बनाउनु त जान्दैन, अब त्यही पनि घरमा अब के हुन्छ के गरिन्छ म त्यो देखाउने छु आज हजुरहरूलाई। ओके गाइस, हाम्रो घरको सदस्यहरूलाई म देखाउँछु आज। सेज, अस्मिता चट्टा खाना व्यस्त भइहाल्यो। अनि यहाँ हाम्रो बाबु छ, हेर्नु है कति क्युट छ नि। बोल्दा बित्तिकै ऊ कस्तो गरिहाल्छ। हाम्रो बाबु फेरि अलि यो नराखिदिएपछि बाङ्गो गरिहाल्छ क्या, अनि त्यही भएर म यो सिरानी राखिदिएको छु। सिधा हुन्छ कि भनेर हेर्नु न, आँखा हेरिहाल्यो। अब सुत्छ, अब डिस्टर्ब नगरेपछि सुत्छ, म डिस्टर्ब गर्दैन। त्यसपछि गाइस हेर्नुहोस्, मैले करेन्ट चाउचाउ उमाल्दैछु। करेन्ट चाउचाउ उमालिसकेँ मैले। त्यसपछि मैले अन्डा बनाएँ। अन्डा बनाइसकेपछि करेन्ट चाउचाउ मोलमाल पारेर अब मैले खान्छु। अनि के गाइस, हामीले नास्ता खाइसकेपछि हाम्रो घरमा पार्सल आएको थियो। हेर्नु न पार्सलमा के रहेछ त, हेर्नु न कति राम्रो डब्बा के। बाहिरबाट हेर्दा त यति राम्रो, भित्र झन् कस्तो राम्रो होला। हेर्नु त कति राम्रो मङ्गलसूत्र, कस्तो राम्रो छ है मङ्गलसूत्र। मलाई कस्तो राम्रो मन पर्यो। गाइसहरू, म माथि छतमा आइसकेँ। तल लास्टै गर्मी भयो कि यो लमैतिर लास्टै गर्मी हुन आँट्यो। बसि नसक्नु छ क्या कोठाभित्र। सो म माथि आएँ, हल्का हावासावा पनि खाने अनि कपडा पनि धुने भनेर म माथि आएको छु। मेरो कपडा यति धेरै खासै त धुने छैन, अब यति कपडाहरू धुने छ। मेरो कपडा अनि बाबुको कपडा धुन छ। म त्यो धोइसकेपछि हजुरहरूको काममा आउँछु। मैले कपडा धोएर पनि सुकाइसकेँ। मेरो काम यति थियो। मैले बिहान झाडु पनि लगाएको थिएँ। झाडु लगाएको देखाउन पाएन। हेर्नु त मेरो खुट्टा। मैले ड्याडीको चप्पल लगाएर आएको थिएँ। हेर्न सक्नुहुन्छ हाम्रो देउपुरको भ्यू। हेर्नुहोस्, यस्तै देखाउँछु है, राम्रो छ क्या हाम्रो। देख्नुभयो, राम्रो छ हाम्रो देउपुरको भ्यू। हेर्नुहोस्। सो गाइस, आज मैले नास्तामा के खाएको थिएँ त त्यो त देखिसक्नुभयो होला होइन हजुरहरूले। अब खानामा के खान्छु त त्यो पनि हेर्नुहोस्। त्यो हेर्नको लागि भिडियो लास्टसम्म हेर्नुपर्ने हुन्छ है त। अब म खाना बनाएर खाना टक्क रेडी पारेर अनि हजुरहरूको साममा आउँछु। मैले भात पकाएँ, अनि अचार पकाएँ, अनि चना र आलुको तरकारी पकाएँ, अनि अन्डा बनाएँ। आजको मेरो खाना यति नै हो। कस्तो लाग्यो खाना, हेर्नु है कस्तो राम्रो छ नि, हेर्नु न।